साथीहरू सबैजना दर्शक नमस्ते। आज चैत्रे दसैँको अवसरमा चाहिँ हामी विक्रम बाबुतिर जाँदै गरेको बुढाबुढी विक्रम बाबुको प्रस्थान गर्दै अझै 45 मिनट हिँड्नुपर्छ यो घना जङ्गलको बिचमा। ₹400 चाहिँ सामान पूजा सामान के हो सर है। मेघौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता शिविर प्रवेश गरिसक्यौँ। अब यो जङ्गलको बाटो सुरु हुँदैछ। यो घना जङ्गलको बिचमा अवस्थित विक्रम बाबाले सबैको रक्षा गर्नेछ। यहाँ चाहिँ निःशुल्क पानी वितरण। जङ्गल बाटो रहेछ त के कोही त स्कुटी लिएर आएको बस पनि आयो के हो। हामीले जान मिल्दैन भन्ने के हो। गाडी पनि आइरहेको त हामीलाई हिँडाए यो जङ्गलको बिचमा होइन। किन यतै होला क्या त्यस्तो छ होइन। फर्किनु पर्छ गई हो क्या हो त्यहाँ गइँदो रहेछ त्यो पानी। त्यहाँ झराएर रहेछ त्यहाँ दह्रो हिँडाइमा पऱ्यो साथीहरू। जङ्गल बिचमा कहाँ भेटभाड छ मान्छेहरू आउने जाने क्रम जारी छ। हामी चाहिँ अलि ढिलो 10 बजे निस्केको के को भावना फेरि यो आर्मी क्याम्प यो प्राकृतिक संरक्षण शिक्षालय अरे नयाँ गोरखगढ प्राकृतिक संरक्षण। यो विक्रम बाबाको मन्दिर पूजा गर्ने स्थलमा आइपुगेको छौँ। यता देख्न सक्नुहुन्छ पूजा यो बलिको यो जताततै यो सालको पुटामा हामीले जहाँ पनि गएर पूजा गर्न सुरु हुँदै बिच जङ्गलमा पूजा जस्ट टाइम सक्यौँ होइन। विक्रम बाबु पूजा चाहिँ भर्खरै मात्रामा सक्यौँ सकेर अब देख्न सक्नुहुन्छ विक्रम बाबु